भन्दा त्यो चाहिँ हाम्रो आफैयाच है आफैयाच भन्ने चाहिँ एयर ह्यान्डलिङ युनिट हो यो पनि एसीकै हो योबाट चाहिँ रुमभित्रको चिसो हावा फालेर अनि बाहिरको फ्रेस भित्र दिन्छ अब यो चाहिँ यहाँबाट चाहिँ भित्र हावा जान्छ होइन प्रेसर खोल्ने यो चाहिँ बन्द छ अनि यतापट्टि फिल्टर यतापट्टि यो चाहिँ हिटिङ रिकभरी हो त्यो घुमेर यहाँबाट तातो हावालाई चिसो बनाउने यसले चाहिँ रिटर्न हावा चाहिँ यहाँबाट बाहिर फाल्छ अनि योबाट चाहिँ भित्र आएको हुन्छ अनि योबाट चाहिँ चिसो पारेर रुमभित्र हावा दिन्छ चिसो हावा चिसो 12 डिग्रीमा यहाँ रुमभित्र फालिदिन्छ त्यो चाहिँ हाम्रो बोलर मोटाको यो बोलर फ्यान अनि यहाँबाट चाहिँ 12 डिग्रीको हावा भित्र फालिदिन्छ भित्रको हावा फेरि 26 डिग्री भएर बाहिर निस्केर जान्छ